तपाईँले म कसैको विस पुरा गर्न चाहन्छु भन्दै थियो मेरो विस पुरा गर्दै नि हुन्थ्यो जस्तो फिल भइरहेको थियो के विस भन त के विस छ भन मम्मी म त बोल्नै सके छैन यस्तो बिग फ्यान छ नि तपाईँको कसम छ जहिले हेर्नुहुन्छ थ्याङ्क यू छ शर्मिला है एकदम तिमीलाई पनि क्रिसमसको शुभकामना थ्याङ्क यू सेम टु यू तपाईँलाई पनि हुन्छ ओके सरुलाई पनि मैले फलो गरेको छु शर्मिलालाई पनि गरेँ ल थ्याङ्क यू ल हुन्छ राम्रोसँग बस्नुहोस् ओके गुड नाइट बाई बाई सो अलिकति यार साँच्चीकै नै भनेको मैले यो फलो विस होइन के अलिकति खतरनाक विस लिएर आऊ न अलिकति बवाल विस अलिकति मिठो दामी विस म पुरा गरिदिन्छु भने त आज म के कुरा गर्छु यार साँच्चीकै नै भन्दैछु हेलो नमस्ते कहाँबाट हो रन्जु केटिएमबाट हजुर ए ठिक छ अनि मेरी क्रिसमस है हजुरलाई पनि खोइ हेरौँ माई गड मैले त राम्रोसँग साँच्ची हो नि खै एआई हो एआई हो एआई हो कि साँच्चीकै नै हो कि होइन कस्तो भनेको साँच्चीकै नै हो देखो न गाइस देखो न भयो त यता सुन तिम्रो के विश छ भन है आज म पुरा गरिदिन्छु मान्छेहरूको विश पुरा गरेर आएको छु माई गड तपाईँलाई भेट्ने ल अहिले होइन हो अहिले चाहिँ भेट्ने त अनि अहिले त राति त कसरी निस्किनु त म गाह्रो छ अहिले त बाहिर चिसो पनि छ होइन जहिले भए पनि तर भेट्ने कहाँ बस्छु तिमी भन त म ललितपुर ए ललितपुर ल म पनि ललितपुरै बस्छु कुनै दिन भेटौँ ल ल आजको फेरि हो नि कुरा आज ल म विश पुरा गर्छु तिम्रो म फलो गरेको छु रन्जु ओके ओके ल राम्रोसँग बस नेक्स्ट डे आउँछु म ल अलिकति के त्यो भेट्ने सेट्ने कि भेट्ने के गर्ने यताउति गर्ने कुरा नगर कि बुझेन भयो तेरिका राजाहरू अलिकति कडकनाथ हुनु पर्यो के अलिकति विश पनि हुँदैन दाइ मेरो हल्का यसो भएको छ भन बरु म मिलाइदिन्छु गफसप गरेर कुराकानी तर एकजनाको सातो चाहिँ खाना जानुपर्ने छ आज है कसको भन्दाखेरि मेरो आफ्नै भाइ टुल्लुको है टुल्लुको आज सातो खाना जानुपर्ने छ फोटोमा किस खाएको फोटो हालिदिने भिडियो हाल्ने किस खाएको भिडियो हालिदिने होइन त्यो के हालेर बनाइरहेको रहेछ आफ्नो गर्लफ्रेन्डको बुढी भनेर हालिरहेको रहेछ पक्न तेरा त अहिले तेरो के गर्छ अहिले म रोक्न जानेको छ अहिले रोकाउनु मेरी क्रिसमस कहाँ हुनुहुन्छ अहिले अहिले म कुवेतमा छु कुवेतमा हो हजुर ए यति उज्याली भएर बस्नु भएको छ त पुरै झलल्लै बनाउनु जानु भएन क्रिसमस काम मनाउनु जाने हो र ड्युटी आज छुट्टी थियो त्यही भएर ओ माई गॉड ड्रिम मेरो साध्य भएर अर्को लाइफमा जानुहुन्थ्यो आज ओ माई गॉड के अरे साथीहरू कोही हुनुहुँदैन बाहिर निस्किनु भएन म नयाँ हो भर्खरै आएको 4-5 महिना भयो ए ठिक छ केमा काम गर्नुहुन्छ कता तालोनमा काम गर्छु ए ठिक छ सबैजना साथीहरूलाई मेरी क्रिसमस भनिदिनु होला है हजुर मेरी क्रिसमस तपाईँ आउनु साथै मेरो यहाँ 1.1K भ्यू आएको छ हल्का माया सुन न यता सुन त सोनिया हजुर तिमी नेपाल कहाँ बस्छौ नेपाल त्रिशुली बस्छौ ए ठिक छ के गरिदिनु त तिम्रो के विश छ भन म पुरा गरिदिन्छु के विश पुरा गरिदिनु आज क्रिसमसमा मेरो विश पुरा गरिदिनु रेडी छु आज कसको विश पुरा गर्नुभयो हजुरले
धेरैजना गरिदिइसक्यो भन न। मेरो त त्यस्तो केही विष छैन, म एकदम ठिक छु। ए ठिक छ इट्स ओके ल खुसी लाग्यो भेटेर है। सच चियरफुल। मलाई त झन् एकदम यो म स्टोरी हाल्छु मेरो लाइफको। हुन्छ एकदम चियरफुल वन्डरफुल पर्सन हुँदो रहेछ हजुर है। एकदमै राम्रोसँग बोल्ने नलजाउने माया छ हाम्रो साइडबाट। थ्याङ्क यू सो मच। यो भयो। हजुर चाहिँ कहीँ जानु भएन क्रिसमस मनाउन? मेरो मान्छेहरू नै लाइभमै हुनुहुन्छ सबजना। म आएन भने यहाँ फेरि उहाँहरूको क्रिसमस खल्लो होला भन्ने डर, त्यसैले। कति माया गर्छ नि हजुरलाई सबैले, नेपाली सबैले माया गर्छ हजुरलाई। ओ माय गॉड। एकदम लास्टै खुसी लाग्यो साँच्चीकै नै भेटेर, मजाक गरेको होइन। हजुरलाई चाहिँ लाग्यो कि लागेन थाहा छैन, तर मलाई चाहिँ साँच्चीकै एकदम खुसी छु म। ठिक छ ओके सोनिया, म हजुरलाई फलो गर्छु है। अरू धेरै केही विश पुरा गर्न नसक्यो भने फलो गर्छु म। थ्याङ्क यू सो मच। म पनि हजुरलाई फलो गर्छु। थ्याङ्क यू। मैले हजुर मलाई मन चाहिँ पर्छ तर फलो चाहिँ गरेँ। ठिक छ नभन्नु न अहिले। ल हुन्छ ओके सोनिया, राम्रोसँग बस्नुहोस् है। एकदम माया छ हाम्रो साइडबाट। थ्याङ्क यू सो मच गाइज। हजुरहरूलाई नि यति धेरै माया गर्नुभयो। बाई सुराजार।